हेलो गाइज फेरि पनि वेलकम टु माई न्यू भिडियो अन्टी ल गाइज आजको सवारी ल गाइज फेरि पनि वेलकम ब्याक टु माई न्यू भिडियो है। आज चाहिँ हामी टक्क लाएर कता जाने रे राजा? टाउनी नासातिर जाँदैछौँ है गाइज। टाउनी नासा आज नि ढिलै भयो यार। त्यो हामी टक्क लाएर तानदिङ चारचुटी गयो, चारचुटी नै राति राति गयो। आज नि रातै पर्छ होला, घामसाम सबै डुबिसक्यो है। त्यही नै गाइज आज चाहिँ टक्क लाएर हामी आज तानदिङतिर भाइहरू रहेछ। साउला देखाइदिनु यस्तरी हामी चाहिँ चारजना जाने है गाइज। म, राजा, सुशान्त दाई, बिजन। ल गाइज अब के हुन्छ। ल गाइज पेट्रोल हाल्ने ठाउँमा आइपुग्यो हामी चाहिँ टक्क लाएर। खोल्न हेर्दा हेर्दा रात पर्यो गाइज। यस्तै छ। ल गाइज पेट्रोल नै हालेर सक्यो होइन। चल त पुरा त फोनमा चाहिँ हालिसक्यो। ल पेट्रोल हालेर भ्याइयो गाइज। अब चाहिँ टक्क लाएर अन द वे भन्छ कि के भन्छ राजा? अन द वे त्यो टान्टिङ खोज्छु। अब टान्टिङ के भन्नु यही हो। अब चाहिँ गाइज टक्क लाएर तानदिङतिर है सर। ल गाइज तानदिङ जाने हालत यस्तो छ है। 8:30 बजे पोखरामै आइसक्रिम खाँदैछौँ। किनभने गाइजहरू आउँदै आएन कि कुरेको कुरे भयो यार। जहिले ढिलो गर्ने के सुशान्त दाइले। सोल्टी कता हेर त भाइ? भाइ ल गाइज टक्क लाएर हामी चाहिँ मामा घर आइपुग्यो भर्खरै। यस्तै छ मामा घर चाहिँ होइन। मामा घर खाजा साजा खाने अनि तानदिङतिर चलिदिने। मेरो चाहिँ मामा घर तानदिङको मुनि हो कि तानदिङ मुनि सिद्धेश मुनि बिचमा हो त्यो घर। अब चाहिँ खाजा साजा खाने अनि टक्क लाएर तानदिङतिर सर। केटाहरू चाहिँ अझै आइपुग्यो नि गाइज। ल गाइज मेरो ठुलो माइज है। काम छैन है यस्तो राति राति ताङतिङ पुग्ने, जहिले ताङतिङ पुग्ने। कति बजे रे माइजू अहिले? 10 बज्न लाग्यो नि। माइजूलाई चाहिँ दुःख दिए है गाइज आज। चाउचा खाने रे, भात नखाने रे, फेरि यस्तो ठिटाहरू फेरि के भन्नु। अब खाजा साजा खाने अनि तानदिङतिर हिरोनी माइजू है मेरो चाहिँ। ओहो त्यस्तो त नहुन। मेरो फेभरेट माइजू। माइजूहरूमा फेभरेट। अनि यहाँ चाहिँ मेरो सोल्टी छ, सानो सोल्टी। सोल्टी यता हेर न एकचोटि हेर। बिजी छ बिजी। सबैजना आइसक्यो है टक्क। मेरो दाइ मामा चाउँथे बस्छु नि त। हजुरले त्यो उस चिन्नुहुन्छ इको भिलेज? किन मेरो घर त्यही माथि इको बेस, मेरो घर मुनि त्यो इको बेस माथि मेरो घर। ए जाँदा थुक्नुहुन्छ यहाँ त। इको भिलेजमा गएर म माछा खाएर आएको। खाएको छैन त्यत्तिकै नाटक पनि तपाईँ यार। ओ बाजे के सुन्दै नाटक हेर्दा आएको तपाईँ? कुकुर कुन चाहिँ रोज्नु नै एउटा यत्रो छ त। ए कालो कि सेतो कि यता। ल गाइज हामी चाहिँ टक्क लाएर अब चाहिँ मामा घरबाट हिँड्यो है। अब चाहिँ बल्ल सवारी सुरु भइसक्यो। अब चाहिँ हाम्रो सबजना भेटियो अन्त राजा सबजना भेटियो। अब चाहिँ टक्क जानुपर्छ। कति बजी अहिले? 10 बजे होला। 10:30 भयो होला। यस बजिरहेको छ होला, 10 बजिसक्यो गाइज होइन। त्यही नै हो, सबजना भेटियो। पछाडि दाइहरू आउँदै हुनुहुन्छ टक्क लाएर। यही नै हो बाटो चाहिँ यस्तो छ। 22-19 ल दाइहरू राम्रो छ। ल बिजनको मामा घर आएको सेम पार्छ गाइज है। यस्तो लाभा बनाएर ल गाइज बाटो चाहिँ यस्तै छ है।
यो चाहिँ मेरो मामा घरको भयो के अरे अब एकछिनमा चाहिँ राम्रो आउँछ पिज आउँछ यता त्यो अब यो मामा घर आउने अलिकति बाटो चाहिँ यस्तो छ कि बनाउँदैछ अहिले चाहिँ राम्रो बनाउँदै रहेछ खुसी लाग्यो त्यस मामा घर यस्तो र बाटो भन्दा अब मेरो मामा भने पिजै हो नि पिजै छ तर यति 5 मिनट जति मात्रै हो क्या अब पिज आउन धेरै होइन दुल्लो है गाइस दुल्लो गाइस बाटो चाहिँ यस्तै छ है हल्का हल्का अफरोड हो यो चाहिँ ओए ल मिसन पास ल गाइस हामी चाहिँ टक्क लाएर अब यो बाटो चाहिँ माथि तान्तिङ जान्छ अहिले चाहिँ यो बाटो बन्द भएछ त्यो भएर चाहिँ हामी अब यता लेफ्ट हुँदै जानुपर्छ है गाइस है उता माथि नगयो अब पुल हुँदै लेफ्ट हुँदै जाने रोक्न ओ माई गड बाटो चाहिँ त्यस्तै रहेछ है ल गाइस त्यही नै है अब मेरो चाहिँ अब तान्तिङ फेभरेट हो कि त्यो भएर मलाई चाहिँ अब तान्तिङै आउनु मन लाग्छ दाइहरूलाई सिग्ले साना मन लाग्थ्यो मलाई चाहिँ हुँदैन सिग्लेसै तान्तिङै जानेहरूलाई तान्तिङ लिएर राइट ल गाइस यार तान्तिङ होइन कहाँ तान्तिङ आइपुग्ने हाम्रो चाहिँ राजाले यहाँ यस्तो दामी घोडा थुइ यहाँ कुदाएर है यता चा भन्न यस्तो तु कुदाएर यार एरोप्लेन भन्दा नि फास्ट ट्रेन भन्दा नि फास्ट हेराइदियो यार बाइकलाई नि कहाँ पुऱ्याइदियो यार आउँदै आएन बाइकै हरा यस्तो बल राइडर लगाइस त्यही नै दाइहरू नि आउन लाउनु भइसक्यो राजकुमार चाहिँ किन ठ्याङ्ग उभिएर बस्यो उता दाइहरू नि आएन मिठो पारामा आइनहरू चाहिँ टक्क स्पिड होइन स्लो मोसनमा आइरहेको कि ल यस्तै नै हल्का हामीले चाहिँ रिफ्रेस भयो हल्का मुतियो अब चाहिँ चिल पारामा हिँड्छ यता कुनाबाट यताबाट जानु के लगाइ बाटो चाहिँ यस्तो भयो कता भयो सिधै हिँड्दै हुन्न जुत्तामा हुन्छ मलाई सिधै हिँड्दै के कसम सिधै हिँड्दै लगाइ यहाँ खाल्डोबाट हल्ला जुत्ता डेन्जरै भन्छ यसको यार मासलेको खोइ केटाको त त्यस्तो होइन यसको चाहिँ डेन्जरै भन्छ बिचरा अर्को दाइ चाहिँ आउँदैछ है गाई चाहिँ अर्को दाइ आउँदैछ लगाएछ हामी चाहिँ टक्क लाएर यहाँ उसमा आइसक्यौँ है यो झुलुङ्गे पुलमा अब यो झुलुङ्गे पुल तारेर चाहिँ उता जाने ल राजा ल आइज ल राजकुमारले चाहिँ टक्क लाँदैछ स्कुटर कस्तो दामी देखियो यार गाइज है त्यही नै गाइज म चाहिँ टक्क लाएर स्कुटर छोडेर बाइकमा आएको है यता चाहिँ मेरो राइडर हुनुहुन्छ सुशान्त दाई कस्तो भइरहेछ दाइ राइड बल भइरहेछ है सुशान्त दाइ र म चाहिँ अस्ति हराइ नै आएर गएको होइन त नि कति आउने मेरो फेरि फेभरेट हो कि त्यही भएर गाइज अस्ति नै पहिलाको भ्लगमा चाहिँ ट्याक्कै हेर्नेर मैले हेरेर देखाएको थिएँ होइन यो नै थिएन होइन यो चाहिँ मैले नयाँ हालेँ यही बाटोमा गाइज मेरो खसेको यो फेन्डम लाइट यो नि वे कस्तो दामी देखेको तिनीहरूलाई ल दामी देखेँ है गाइज तिनीहरूलाई चाहिँ पुल चाहिँ कस्तो दिम्सो भएको चाहिँ हेर्दा मात्रै सानो छ तर डेन्जरै लामो छ कि यो पुल मैले पहिलाको भगवान भनेको होइन डेन्जरै लामो छ कि पुग्यो तिनीहरू चाहिँ पुग्यो जाम ल यता फोटो सेसन हुँदैछ र अनि तल चाहिँ डेन्जर ठुलो खोला चाहिँ गाइज माथि खोला आवाज आहाला स्या कराएको राम तिनीहरू चाहिँ पारी पुग्यो राजा नि पुग्यो यार ल अब चाहिँ हामी दुईजना मात्रै अब हामी दुईजना नि जानुपर्छ ल
लगाए झुलुङ्गे पुलमा सरर है। मैले यहाँ भिडियो बनाएको छु फेरि झुलुङ्गे पुल कतिको लामो अब यहीँबाट थाहा पाउनु अब। पछाडिको ब्रेक हान्नु न पछाडिको औडा लगाइस त्यही नै हरिको बाटो आएको भए चाहिँ यो बाटो आइन्थ्यो के अरे। यो बाटो चाहिँ हल्का अहिले बनाउँदै रहेछ त्यो हामी चाहिँ यताको बाटो आयो। मलाई चाहिँ जो यही बाटो सजिलो आउँछ है। हजुरलाई कुन बाटो सजिलो लाग्छ? जुन बाटो नराम्रो त्यही मजा लाग्छ। मलाई चाहिँ यही बाटो हल्का सर्टकट के सर्टकट नर्मल कि उताको चाहिँ हल्का यस्तै सबै यस्तै यताको चाहिँ ठिक छ कि यहाँ चाहिँ जेसिबी छ जेसिबी लगाइ स्कुटरको हावा चाहिँ कम भएछ है। त्यो भएर टक्क लाएर हाल्न लाग्यो। डिकी खोला लगाइ स्कुटरको हावा कम भएको अवस्था है। टक्क लाएर यहाँनिर चाहिँ जुगाड छ है। ल मेरो खिच्दै ल टक्क थम्नेलमा टक्क राख्न मिल्ने तरिकाले स्कुटरले जाँदा जाँदा धोका दियो क्या यो पालि। स्कुटरको हावा भन्ने होइन योपालि त ताङदिङ कि सिक्लेस हुन्छ। राम्रोसँग बनाइरहेको त्यो खोल्न पहिला यत्तिकै घुसारिनुहोस् क्या। त्यो क्याप छ होला छैन कम छैन कम छ है लगाइ कम छ है कम अलि टाढाबाट खिच्दा राजु अलि टाढाबाट खिच्दा राजु अरे बाबु या पछि भाइले डरो दिन्छ जस्तो भयो जस्तो है। सन्देश दाइ तानदिङ कस्तो आज कस्तो भयो भनिदिनु त स्कुटरमा भनिदिनु न भ्लगमा। बल भइरहेको मेरो भाइ बवाल टाइट भयो यार। अलि हल्का हान अझै होइन फुट्ला त्यो हातले समाउँदा त्यस्तो टाइट लाग्यो कि भयो। लगाइ त्यही नै हो भर्खरै पम्प पनि हालेर भ्याइयो। राजा चाहिँ डराएर यसले चाहिँ स्कुटर चलाउन दाइले दिएको हो। ल दाइ कस्तो भयो अरे राइड? होइन मैले मागेको मै चलाउँछु हो राइड कस्तो भयो? यसो राइड हान्न मन लागेर हो कि हो डढाएर रात सही हो। राइडिङ स्किल हेर त्यो यो सदा त्यस्तै हो सबै गाइस बस्न सक्दैन राज गर्न सक्दा फेरि अरू कोही लगाइज हामी कहाँ आइपुग्यो हामी तानदिङ गाइज तानदिङ होइन के टाउनी नासा टाउनी आशा भन्नु कस्तो ट्याङ टाउनी नासा ल हाम्रो सन्देश गुरुङ दाइलाई कस्तो लाग्यो दाइ? स्याजालो हाम्रो यो तानदिङ भिलेज आउनु होला सबैलाई। हजुरको नि होमस्टे छ यहाँ अनि प्याकेज कसरी छ दाइ आजले? प्याकेजको 1500 तर हजुरहरूलाई रिजन भाइको ब्लग्स हेरेर चाहिँ 1200 मा गरिन्छ। थ्याङ्क यू मेरो दाइ त्यस्तो मेरो फ्यानहरूलाई त्यस्तो गरिदिनु। ओके मेरो भाइ धन्यवाद यार मेरो दाइ यार। ओके मेरो भाइ। अनि अरू दौरा सौरा फ्री हो? दौरा सौराहरू रिजन ब्लग्सबाट आएको मान्छेहरूलाई फ्री फ्री है फ्री त्यही नै हो ल। राजले पनि दाउरा दिइसक्यो ए दाउरा चोर है राजा चाहिँ फेरि गाइज कस्तो भयो मेरो राइड कस्तो भयो? बवाल बवाल ल मेरो दाइ कस्तो भयो? दामी गाइज त्यही नै हामी चाहिँ फाइनल्ली आइसकेको छौँ टाउनी नासा। अहिले चाहिँ यस्तो भयो चाहिँ टाउनी नासामा चाहिँ यस्तो भएछ। त्यही नै गाइज राति कति बज्यो दाइ मेरो देखाउनु त कति बज्यो फोनै भइस यहाँ नै टाइममा बस्छ छिटो मै गरेर देखाउने क्या पुगेको छैन तानदिङमा चलफल है गाइज तानदिङमा चलफल तानदिङमा चलफल है केटा हो। मसँग बसेको हजुर रमाइलो हुन्छ भाइलाई। राजा भाइ हाम्रो के हो तानदिङ ए हाम्रो राति राति रिङ्गटा लाउँछ मलाई त्यस्तरी बस्नु। ओ भाइ फाइनली बत्ती नि आएछ है गाउँमा। बत्ती नि आएछ यार
सही लगाइ देखिनै सक्नु होला होइन बोर्ड अब टक्क लाएर तान्दिङ आशा आएको होइन लगाइ होमस्टे चाहिँ टक्क लाएर आइयो है यही नै हाम्रो होमस्टे सब सुतिसक्यो बिचरा रातिको 12 बजिसक्यो अनि दाइ आइज बडे लगाइ जे नै हो होमस्टे चाहिँ टक्क लाएर लगाएर हामी चाहिँ टक्क लाएर यहाँ होमस्टेमा आइयो होइन होमस्टे भन्नाले नि होमस्टेको रुममा आइसक्यो टक्क होमस्टे चाहिँ यस्तो छ अस्ति नैकै रुम गएँ त्यही अस्ति पालिको ब्लकको र अहिले चाहिँ कति बजे दाइ देखायो नि त हामी चाहिँ टक्क 12-1 बजे 12 बजेर 11 मिनटमा टक्क यतिको राति आइयो तान्दिङ किनभने हामी चाहिँ टक्क घरले आइराख्ने अन्त तर आएको दाइले नै हल्का मिलाइदिइहाल्छ अनि दाइहरू चाहिँ हुनुहुन्छ ल दाइ हेलो निजन दाइ ल राजुमार चाहिँ उता छ अनि दाइ चाहिँ हग्न गयो है सुन दाइ चाहिँ हग्न गयो त्यही नै गाई होमस्टे चाहिँ यस्तो छ है रातिको भ्यू है गाई 12 बजेको भ्यू यस्तो चाहिँ त्यो रोड हो गाडी चाहिँ सिक्लेस त्यही नै गाई जब चाहिँ हामी टक्क लाएर थाकिसक्यो एकछिन आगो तापेपछि चाहिँ सुत्छौँ अब त्यही नै हो अब डाइरेक्ट अब भोलि खाना बनाउँछु कि अब केही भयो भने अब एकछिन बनाउँछु मात्र ल गाइज गुड मर्निङ है सबैजनालाई राजभाइ गुड मर्निङ ल भ्यू चाहिँ यस्तो छ है अघि टाइमलेसबाट देखिसक्नु होला हाम्रो भ्यू र अनि यहाँ चाहिँ हाम्रो दाइ सुत्दै हुनुहुन्छ ल गाइज त्यही नै है तानदिङको भ्यू चाहिँ अहिले यस्तो छ मर्निङ भ्यू होइन यो हिजो कति बजी आयो अरे राजा 12 बजे 12 क्रस भइसक्यो थियो हाम्रो चाहिँ गाइज त्यही नै लास्टै भोग्ला है त्यही नै गाइज यो नि मसँग आउँथ्यो हामीसँग आउँथ्यो पहिला है यो नि लास्टै ढिलो आउँथ्यो राति है त्यही नै गाइज यस्तो छ अब चाहिँ टक्क फ्रेस भएर खाजा खाना लाउँछौँ गाइज त्यही नै हो एउटा दाइ चाहिँ सुत्दै हुनुहुन्छ मुखै देख्ने गाइज र एउटा देख्यो होला अब चाहिँ डाइरेक्ट मुख सुक्दो र खाजा खाना पर्ला यो चाहिँ अस्तिको भ्लगमा देखाएको थिएँ हामी चाहिँ काम गर्दै रहेछ चाहिँ ल गाइज हामीले चाहिँ टक्क लाएर खाजा सबै खाइसक्यो है खाजा खाएर टक्क आयो माथि खाजा खाएको चाहिँ बनाएन मैले किनकि फोनै डाउन भएर त्यही नै गाइज अहिले चाहिँ बजिसक्यो कति 1-2 बजिसक्यो खाजा खाएको चाहिँ यहीँ नै है खाजा खाएको यहीँ रहेछ चाहिँ बेड सेट खाइयो अहिले चाहिँ ढाकिसक्यो है गाइज सबै भ्यूहरू यस्तो छ चाहिँ पानी पर्छ कि जस्तो भएको छ नपरे हुन्थ्यो यस्तो मिठो हो यार ल गाइज यो चाहिँ गुरुङ दुनोट हो कि के भन्छ के यो चाहिँ जियोस् हाजर हऱ्यो घान्डुक सिक्लेस तानदिङ गयो भने चाहिँ हजुर खाजा चाहिँ यही हुन्छ है यही नै हो त हामी ल गाइज अहिलेको बजिसकेको छ 3 र 3 बजेको माहौल चाहिँ यस्तो छ है अब चाहिँ हामी घर सब फर्कियो सब प्याकिङ भइसक्यो अब चाहिँ घर जाने बस्ने भनेको फेरि अब आज नि वेदरै पानी पर्छ होला भएर बसेन कि त है पानी परेपछि फेरि बस्न झ्याउ लाग्छ कि होइन एकदम झ्याउ हुन्छ हेर नि हिमाल खुल्ला न त बसिन्थेन आज है पानी नपरेको भए चाहिँ गाई आज बसिन्थ्यो पानीले एउटा गऱ्यो कि न त ढुक्क बसिन्थ्यो बाई गोड्दै आमा
ए ल ल राम्रोसँग गर्नु है उही दामी रहेछ त यार है फुटसल ए पादुका त ए चुप्लाउ त त्यो अनि पात दिइराखेर गाइस धेरै भिडियो बनाएन फ्युचर बल पऱ्यो धेरै भिडियो बनाएन खाजा साजा खाएको नि है तिहानु जोसै नभएर अनि हिउँ चाहिँ बवालै परेछ गाइस आज बसिन्थ्यो कि यार पानी पर्छ कि फिक्स है यार माथि चाहिँ हिउँ छ है गाइस डेन्जर हिउँ छ के फुटाइछ नि पारी सिक्लेसको चाहिँ छेलबाल घरहरू गाइस छेलबाल लगाए स्ट्यान्डिङको हिरो है यहाँबाट चाहिँ फुल भ्यू देखिन्छ सेन्टर पोइन्ट लगाएस त्यही नै हो हामी चाहिँ ब्याक टु पोखरा हुन लाग्यो है तिनजना चाहिँ हल भइसक्यो के अरे पार्किङमा हामी चाहिँ यहीँ छौँ टक्क लगाएर ओ के भेट्यो गाई यहाँनिर के हो यस्तो वाउ गाइस त्यहाँनिर के हो त्यस्तो बल फ्यान है त्यो भनेको उसो के भाइ हावा कतिको आयो भनेर थाहा हुन्छ कि त्यसले बुझिस् दाइ उ त्यो भनेको के भन्नु त त्यो पङ्खा भनेको त्यही हेर्नु नि चौचौको सुप हाल्यो त्यस्तो गर्नुहुन्न है गाइस चौचौको सुप अलि दसैँ नै फाल्दा ठिक होला है गाउँमा दिने है गाउँमा त्यस्तो चाहिँ नगरौँ गाइस गाह्रो छ ल गाइस हामी चाहिँ टक्क लाएर हल्का उत्यतातिर घर आउने रे है अनि तपाईँहरू बसमा आउनु भयो भने चाहिँ यही नै है गाइस बसको स्टेसन यहाँबाट टक्क झरेर माथि हो भने माथि होमस्टे अनि तल हो भने तल त्यही नै गाइस हावा चाहिँ सिरिरी चलिरहेछ राजकुमार भाइले प्याक गरिरहेछ एकटो पारा यहाँनिर चाहिँ बास्केटबल कोर्ट नै छ है यहाँनिर चाहिँ ट्याक्कै तानदिङ मेला हुने चाहिँ यहीँ है गाइस यस्तो ठाउँमा हो नि तानदिङ मेला चाहिँ अस्ति भर्खरै नि तानदिङ मेला भएको र यो बाटो चाहिँ कर्पु जाने बाटो हामी चाहिँ अस्ति नै कर्पु पुगेर आइसक्यो गाइस भिडियो हेर्नु भने चाहिँ पहिलाको भिडियोहरू हेर्नु होला त्यहाँनिर चाहिँ बवाल छ स्कुटरमा यो म केटाहरू टर्नै थियो त्यतिखेर 6 जना थियो कि है 6 जनै दियोमा बवाल बवाल मैले बाटो यहीँबाट यस्तो माथि झन् कस्तो थियो होला सोच्दा गाई चाहिँ अब यही नै तानदिङ मेला हुने ठाउँ अनि अगाडि कर्पु जाने बाटो अहिले चाहिँ हामी उतातिर जानु लाग्यो त्यहाँनिर चाहिँ पानी घट्टा छ यस्तो पानी माथि डाँडा गयो भने झन् दामी देखिन्थ्यो कि झन् जान भ्याएन कि किनभने अब ढिलो भयो नि त कर्पु चाहिँ माथिबाट रहेछ यताबाट जाने के हो राजा कर्पु जानी गर्छ जस्तो उता लान्छ जस्तो यही स्कुटरलाई फेरि जान मन लाग्छ जस्तो यही स्कुटरै गाइस कर्पु पुगेर आएको र गाइस अनि त्यहाँबाट चाहिँ यता आउनेलाई टक्क यहाँनिर चाहिँ एउटा गेट छ अनि यो गेट चाहिँ चाबी लगाएको हुन्न टक्क खोल्ने अनि यता आउने स्कुटर साधन यता ल्याउने अनि फेरि बन्द गरिदिने अनि किनभने भैँसी जान्छ भनेर आन्न एक ल गाइस राजकुमारको रक्की हेर्न चाहनुहुन्छ धन्दै गुल्टेको त्यही नै गाइस दाइहरू चाहिँ उतै पुगिसक्यो है अब चाहिँ म पहिलाको पानी घट्टा कस्तो हुन्छ देखाउँछु है यसरी सलल्ल माथिबाट खोला बग्छ डाँडामा जाम पहिला टक्क सलल्ल खोला बग्छ अनि त्यहाँबाट यस्तो पानीले घोलिदिन्छ कि त्यो घट्टालाई अनि त्यही नै हो दुईवटा घट्टा रहेछ गाइस त्यही है पानी घट्टा भन्ने चाहिँ आइज त जाम त सिक्लेसको पानी घट्टा सिक्लेस भनेर तानदिङको खोला चाहिँ दिन्छ पावरमै आएको कि पानी कत्तिको चिसो रहेछ चिसो रहेछ गाई यार दिन्छ यार यो चाहिँ डाइरेक्ट कता उता कर्पुतिरबाट आएको पानी हो चाहिँ लगाए पानी घट्टा निकालेको कि हामी ए पानी घट्टा त उस भएछ नि त यार यस्तो भएको हजुर अन्त गाई हेर्नु त ट्याक्कै त्यहाँनिर उस भएको त्यो हेर्न त्यो घुमाउने कुरा हेर्न त्यो है भित्र सबै रहेछ गाई पुरानो भइसक्यो रहेछ हो त्यहाँ तलको त्यो अहिले त नयाँ रहेछ क्या तलको
अनि मेरो मैले पहिलाको भ्लगमा चाहिँ त्यो पुलबाट गएको थिएँ यताको बाटो गएको थिएन अनि यो पालि चाहिँ टक्क देखाइदिनु भनेर यहाँ बन्द हान्ने रहेछ यो पानी उयो छोड्दै नहल फेरि रातभरि घुमेको गऱ्यो भने हुन्छ गाई यो चाहिँ घर जस्तै हुँदो रहेछ है उयो डिन्जर करा यार यो त डिन्जर करा ए उयो भइरहेको रहेछ मैले भर्खरै खोलिदिएको लगाए जस्तो हुन्छ है पानी घट्टा टक्क त्यहाँनिर चाहिँ के पिन्दै छ कि के हो त्यही गाई मान्छे आज पनि हुन्न होला भनेको पानी घट्टा हो कि के हो होइन जसमा त पानी घट्टा हुन्न होला भनेको अहिलेसम्म नि हुँदो रहेछ यार ओ भ्यू गएँ थियो यो ठाउँ चाहिँ दामी छ है तानदिङ यतापट्टि कोही आउँदैन ए त्यहाँनिर चाहिँ ढोका बन्द गरेर हो न त राम्रै होला त्यो यहाँबाट चाहिँ मान्छे जाने रहेछ कि भाइ जाने हो लगाएछ हामी चाहिँ भित्रै जान्छौँ है एकलट तर एउटा मान्छे आउँदै थियो यस्तरी यता हेर्न उता छोयो यस्तरी यता हेर्न यस्तरी उता छोइन त्यहाँ त्यसलाई लगाए जे नि पानी घट्टा मिठो गाइस हाम्रो यो सानो भाइलाई टक्क लाएर लिफ्ट दिएछौँ है हामीले चाहिँ सानो भाइ बल्ल कति 3 हो कि 4 क्लासमा अरे खेल्न जानु लाग्ने भाइ यता हेर त भाइ हेलो भन्दै ल बाबु बाई बाई मजा आयो कि आएन ल बाई बाई लगाए सानो भाइले टक्क लिफ्ट दिएको है हामीले चाहिँ बिचरा माया लाग्यो स्कुल छ अरे तर 5 क्लासमा मात्रै छ अरे एउटा क्लासमा 5 जना स्कुलै भरि चाहिँ 3 जना मात्रै अरे 3 जना 30 जना स्कुलै भरि अनि खाजा नि खाँदैन अरे बाजे यहाँ भिडियोमा भनिदिँदै यो गाउँको नाम के हो अरे सेती खोला ल राजे तालो है त नाच्न तालो है नाच्न ल
ल गाइस दाइहरु चाहिँ टक्क लाएर साधनमा गयो 70 मिटर जति होला हो बाजे कति मिटर छ अरे 70 मिटर जति ल गाइस बाजेको डान्स कस्तो लाग्यो कमेन्ट हान्नु पर्यो हैन बाजे ल फेरि म नाचिदिन्छु हैन अब चाहिँ हिँडौँ है कान्डिङ गराएको बाजे रमाइलो भयो हो खुसी लाग्यो खुसी लाग्यो कान्दी गाउँ कस्तो रहेछ भन्ने देखेँ राम्रो रहेछ सोल्टिनीहरू नरहेछ सोल्टियर हेर्नु जानु पर्ने त अनि यार सोल्टियर नभएपछि के जाने भयो त त नि सोल्टिनीहरू नरहेछ बाजे सोल्टियर नभएपछि के गयो भयो त नि होइन सोल्टियरसँग यसो गफमफ हुन्छ राम्रो बोल्नु पाउने खुसी लाग्छ हो कि सोल्टियर बोलेको तपाईँ हामी बोलेको हुँदैन सोल्टियर बोले जस्तो अर्को फरक हुन्छ खिलाङमा छ कि होइन छ नि खेलाउँ पनि किन हुनु हो अर्को पालि खिलाङ अहिले खिलाङ जानुपर्छ कि अब गयो फेरि यताबाट भन्ने कि हो यताबाट झ्याउ रहेछ न त चाहिँ जानुपर्छ यहाँबाट गइन्छ कस्तो राम्रो है बाजे झुलुङ्गे पुल है झल्ले पुल यस्तो है यो भनेको हाम्रो झल्ले पुल यो कति भयो 70 मिटर हो कति भयो भनेको त्योभन्दा नि बढी होला कम छैन 70 मिटरभन्दा बढी होला कति भयो यो बनेको यो बनेको अहिले 6-7 वर्ष भयो 6-7 वर्ष है यो पुलले चाहिँ धेरै युज गरे धेरै धेरै मेरो वहाँ पनि छ यस्तो पुल धेरै युज भएन त नि यसले लामो पुल वहाँ छ मेरो है उहाँको पुल देखेछ ए सिक्लेस जानी र सिक्लेस जानी बाटो क्या देखेँ पुल छ म गहुँ के बाजे अहिले त त्यहाँबाट साधन हाल्नु दिन्न अहिले त्यहाँबाट नदी त रहेछ मात्र हालेको यहाँ मेरो घर अगाडि पनि छ क्या पुल यस्तै पुल छ जाने ओ यति लामै छ त्यो पनि पुल मेरो घर अगाडि के अहिले म जाँदैछु लगाएछ हाम्रो बाजेले यहाँ गीत गाउँछु भन्नु एउटा ल जाओस् चौतारी पेटीमा मलाई नाउ कहाँ हो भेटाउने फुलमा भमरा नाचेर गाएर के यो चाहिँ टक्क सोल्टिनी फकाउने बाजे सब्जी फकाउने के यो टुक्का हान्दैछ सोल्टिनी हस् फ्याट है लगायत बाजेको फेरि अर्को डान्स सुरु भइसक्यो यहाँ लगायत बाजेको डान्स देखिहाल्नु होला के अरे बाजेको डान्स चाहिँ कस्तो थियो टक्क लाएर कमेन्ट हाल्नु पऱ्यो सबैको यस्तो छ बाटो चाहिँ अब चाहिँ फेरि अप्ठ्यारो आयो गाह्रो छ गाह्रो यो बाटो चाहिँ जस्तै अप्ठ्यारो छ जस्तै होला जस्तै लगाइ तान्तिङको बसै यो यत्रो बुढो बस जान्छ जान्छ लगाइ टक्क लाएर हामी चाहिँ उसमा आइसक्यौँ पुलमा है ल यसले चाहिँ त्यस्तो गरेर लगाइ त्यही नै हो अब चाहिँ हामी राम्रोसँग आइपुग्यो है अब चाहिँ आजको लागि चाहिँ यति नै गरौँ भ्लग धेरै लामो भयो है सबैजना स्टे सेफ स्टे हेल्दी अरू अहिले केही भयो भने भिडियो बनाउँछु कि न त यति नै आजको लागि भ्लग ल बाबु बाई भन्दै बाई बाई गाइज ल बाई